बल त मिलाएर चाहिँ दुईटैको है साह्रैले ल हाम्रो खुट्टा टेकेर कसरी कामहरू खेल्नुपर्छ पुलले हान्दा यत्रो सिङले कामै दिएन सिङले काम दिएन गातो तलै हो पहिल्यैदेखि तलै हो त्यति बेला छड्क्यो नि फेरि भक्कै बनाइदिँदैन छड्काउनै भएन कि ल दुइटै भाग छ ल त्यसै नै बुझौँ डाँफे आउँदो रहेछ यहाँ उल्कै डाँफेले चाहिँ गर्दा हल्ला डाँफेले गर्दा चले चलेछ नि त ऊ इस्तेमा गएर कालो पनि हजुर अब यो त अहिले बिल्लीको रगत चाहिँ टोक्नु नि रगत निस्केर दुईटैको हामी दुईटैको परेको म त आँखै निकाल्दैछु भन्ने आमा फेरि पछि त बिल्लीको निकालिरहेको आमा अहिले त आँखा सेतो पल्टिसिया थियो नि ठ्याक्कै आए पर्दो रहेछ हेर्नु न नि यस्तो देखेको अहिले जित्दैन अहिले जिहाल्छ नि यो गोरु अहिले जित्दैन अहिले यहीँबाटै जान्छ गोरु यो नि जुदियो कालो नि एउटा सिङ यताबाट पठायो उता सिङ यता पठायो क्या ठ्याक्कै उल्टो पठायो होइन ठ्याक्कै मिल्यो क्या यता उता मात्रै भेट्दो रहेछ फेरि त्यो डाँफे हेर्न गेडै गटो ल गेडै गटाउँदिन्छ नि टाइम मारेर आइज नि त जा चढ जा रातोलाई बढी आँखामा त्यसरी अडा हान्छ हान्छ फेरि भाग्ने भा
आफ्नै गोर्ला भने हो अर्का गोर्ला होइन साइडमा बस्छ भनेर अर्का गोर्ला भएन आफ्नै गोर्ला भने राम्रो कुरा हो। आफ्नो गोर्ला भन्नु पाइगयो नि भने यो गोर्खी जालो रमाइलो चाहिँ यही हो कि सबै आउने पारामा होइन सबै कमेन्ट गरेर पाइहाल्छ कमेन्ट गरेर नपाउने हो कि मलाई यहाँ आउनै परेन त्यो घरमै बसेर भिडियो एउटाले बनाएर हालिहाल्छ किन यो सबै साथीहरुसँग मागेकै नि बुझ्ने हुन्छ यो रेली हेर्नु मजा हुन्छ नि रात जाति दिए होला अहिले त मेरो पछि बनायो 11-12 मिनट भयो होला दुईटै खेलाडी गरिरहेछ रातो हतहत भाग्न खोज्दैन खै सँगै लागिसक्यो आँखा पऱ्यो कि ठ्याक्कै नि त्यही भएर जान्छै भने मैले त्यही मान्छे आउनु भाग्नु गर्दा होइन कस्तो म भाग्नु भने बोकेर भागेँ जुरुकै कहाँ छु त नि मारिहाल्छु गोरी टेक्दैन भाइ लम्बे रिसाए बेला हार्थ्यो त सिङ भुँडियाको पनि सिद्धिनु भुँडी त आँदा त बाहिर निस्किएर भएको छ त्यसले हान्नु खोज्यो त्यसले एकछिन हान्न देखाएको नि त्यही कोप्यामा त्यो आफैलाई लाग्यो त्यो